र यसभित्रको 40 वर्ष मुनिका साथीहरू को कहाँ कुन वार्डमा तपाईँ चुनाव जित्न सक्नुहुन्छ, आउनुहोस् न। सम्म तपाईँ दिनुहोस् साथीहरूलाई। वार्ड 2टा वार्ड कुरा गर्नुभयो, 5वटै वार्डमा 6वटा वार्डको अहिले 5वटा सभापतिहरू आउनुभएको छ। 4वटै वार्डमा 40 वर्ष मुनिका केटाहरू युवाहरू आउँछन्, योग्य छन् भन्ने तपाईँलाई लाग्छ भने बनाइदिनुहोस् न, होइन? त्यसमा चाहिँ युवाहरूलाई पनि समावेश गर्नुहोस्, जिज्ञासा सोसाइटीमा म्याक्सिमम् युवाहरूलाई बनाउनुहोस् साथीहरू। त्यसकारण अब धेरै कुरा त्यस गोलमटोल पोइन्ट मैले भन्न चाहिनँ। यो तपाईँहरूले धेरै राम्रो कुराहरू उठाउनु भएको छ। त्यसैले अब लास्टमा गोमा बहिनी होइन, छोरी जस्तो अब उनले यसभित्रको 40 वर्ष मुनिका साथीहरू को कहाँ कुन वार्डमा तपाईँ चुनाव जित्न सक्नुहुन्छ, आउनुहोस् न। सम्म तपाईँ दिनुहोस् साथीहरूलाई। वार्ड 2टा वार्ड कुरा गर्नुभयो, 5वटै वार्डमा 6वटा वार्डको अहिले 5वटा सभापतिहरू आउनुभएको छ। 4वटै वार्डमा 40 वर्ष मुनिका केटाहरू युवाहरू आउँछन्, योग्य छन् भन्ने तपाईँलाई लाग्छ भने बनाइदिनुहोस् न, होइन? त्यसमा चाहिँ युवाहरूलाई पनि समावेश गर्नुहोस्, जिज्ञासा सोसाइटीमा म्याक्सिमम् युवाहरूलाई बनाउनुहोस् साथीहरू। त्यसकारण अब धेरै कुरा त्यस गोलमटोल पोइन्ट मैले भन्न चाहिनँ। यो तपाईँहरूले धेरै राम्रो कुराहरू उठाउनु भएको छ। त्यसैले अब लास्टमा गोमा बहिनी होइन, छोरी जस्तो अब उनले 50 लाख उसलाई त एउटा लाइफ लाइन बाँकी थियो। अनि अल्मल जस्तो केटा राजनीति गर्ने केटाहरू भए पो खाट्टे शेरबहादुर देउवा भन्छ। त्यो चलाएर आएको आइटी इन्फर्मेसन टेक्नोलोजी सिकेर आएको आजकल उसलाई राजनीतिक नलेज थिएन भन्नै सकेन। केबिसी टोलियो अनि मैले शेरबहादुर देउवा भन्नु मैले भनेर सुन्छ र त्यो 50 लाख एउटा लास्ट लागेको मको शेरबहादुर त्यो प्रोग्राममा जे हेर्छु उनीहरूले सिक्छु, ज्ञान सिक्छु। यो उमेरमा पनि सिक्दैछु, पढ्दैछु, टेलिभिजन हेर्छु, होइन? त्यसकारण चाहिँ शिक्षक साथी विद्वान साथीहरू देख्छु म त। तपाईँ 50 लाख उसलाई त एउटा लाइफ लाइन बाँकी थियो। अनि अल्मल जस्तो केटा राजनीति गर्ने केटाहरू भए पो खाट्टे शेरबहादुर देउवा भन्छ। त्यो चलाएर आएको आइटी इन्फर्मेसन टेक्नोलोजी सिकेर आएको आजकल उसलाई राजनीतिक नलेज थिएन भन्नै सकेन। केबिसी टोलियो अनि मैले शेरबहादुर देउवा भन्नु मैले भनेर सुन्छ र त्यो 50 लाख एउटा लास्ट लागेको मको शेरबहादुर त्यो प्रोग्राममा जे हेर्छु उनीहरूले सिक्छु, ज्ञान सिक्छु। यो उमेरमा पनि सिक्दैछु, पढ्दैछु, टेलिभिजन हेर्छु, होइन? त्यसकारण चाहिँ शिक्षक साथी विद्वान साथीहरू देख्छु म त। तपाईँ यसभित्रको 40 वर्ष मुनिका साथीहरू को कहाँ कुन वार्डमा तपाईँ चुनाव जित्न सक्नुहुन्छ, आउनुहोस् न। सम्म तपाईँ दिनुहोस् साथीहरूलाई। वार्ड 2टा वार्ड कुरा गर्नुभयो, 5वटै वार्डमा 6वटा वार्डको अहिले 5वटा सभापतिहरू आउनुभएको छ। 4वटै वार्डमा 40 वर्ष मुनिका केटाहरू युवाहरू आउँछन्, योग्य छन् भन्ने तपाईँलाई लाग्छ भने बनाइदिनुहोस् न, होइन? त्यसमा चाहिँ युवाहरूलाई पनि समावेश गर्नुहोस्, जिज्ञासा सोसाइटीमा म्याक्सिमम् युवाहरूलाई बनाउनुहोस् साथीहरू। त्यसकारण अब धेरै कुरा त्यस गोलमटोल पोइन्ट मैले भन्न चाहिनँ। यो तपाईँहरूले धेरै राम्रो कुराहरू उठाउनु भएको छ। त्यसैले अब लास्टमा गोमा बहिनी होइन, छोरी जस्तो अब उनले